नमस्कार साथीहरू, मैं नहीं दिखाऊंगा। तपाईहरुकोमा एउटा क्वेशन आइरहेछ कि मेरा आधार और प्यानमा लिंक छ कि छैन। आप दो ना आधार और प्यानको लिंकको लागि सबैजना धेरै दुखी छ। म तपाईहरुलाई एउटा राम्रो सल्लाह दिनुको लागि यो भिडियो बनाइरहेको छु। सर्वप्रथम तपाईहरुको प्यान और आधार लिंक गर्नुको लागि तपाईहरुले फर्स्ट नोटिस के गर्नुपर्छ भन्दाखेरि तपाईले आफ्नो प्यान कार्ड के डकुमेन्ट द्वारा हजुरले बनाउनु भयो। सपोज तपाईले आफ्नो प्यान कार्ड आधार कार्ड को द्वारा बनाउनु भयो भने कृपया गरेर ढुक्कै बस्नुस्। तपाईहरुलाई प्यान आधार गर्नुको जरुरत छैन, यो मेरो ग्यारेन्टी हो। और दूसरा कुरा, अगर तपाईको प्यान कार्ड र आधार कार्ड प्रिभियस इयरमै तपाईहरुले लिंक गरिसक्यो भने बारम्बार गर्नु पर्दैन, किनकि यो वन टाइम वर्क हो। थर्ड एन्ड इम्पोर्टेन्ट थिङ, सपोज तपाईले आफ्नो प्यान कार्ड बिफोर आधार कार्ड बन्नु भन्दा पहिला तपाईहरुले भोट कार्ड द्वारा आफ्नो प्यान कार्ड बनाउनु भएको छ भने कृपया गरेर तपाईहरुले आधार कार्ड एन्ड प्यान कार्ड लिंक गर्नुस्। आधार कार्ड और प्यान कार्ड लिंक गर्नुको कारण के हो म हजुरलाई भनिदिन्छु। इन्कम ट्याक्स डिपार्टमेन्टले रिलिज गर्छ प्यान कार्ड, मतलब कि इस्यु गर्छ प्यान कार्ड। और वो बैंकमा मेन्डेटरी डकुमेन्ट भनेको आधार कार्ड। तो आधार कार्ड और प्यान कार्डमा लिंक भयो भने तपाईको जति पनि तपाईहरुले बैंकमा पैसा डिपोजिट गर्नुहुन्छ या तपाईहरुले कहिले पनि लोन लिएको छ, यो सबै कुराहरु चाहिँ आईटी डिपार्टमेन्टमा, आईटी डिपार्टमेन्ट मिन्स इन्कम ट्याक्स डिपार्टमेन्टमा उनीहरुले फेचअप गर्छ। तो त्यो कारणले तपाईहरुको प्यान कार्ड चाहिँ इनभ्यालिड नहोस् भनेर तपाईले आधार कार्ड और प्यान कार्डलाई चाहिँ लिंक गर्नुपर्छ। अझ एउटा कुरा, यहाँ कतिजना मान्छेहरुलाई चाहिँ यो डाउट पनि रहेछ कि प्यान एन्ड आधार लिंक चाहिँ 100 रुपैयाँमा हुन्छ भनेर। दैट इज टोटली रङ। गभर्नमेन्ट फी चाहिँ आधार एन्ड प्यान कार्ड लिंक को 1000 रुपैयाँ छ। और जो मान्छेले जो एउटा कन्सल्टेन्ट या एउटा अनलाइन शपकिपरले तपाईसँग चाहिँ मिनिमम 200 त उनीहरुले चार्ज गर्छ, किनकि यो 2 प्रोसेसमा चल्ने काम हो। फर्स्ट टाइम गर्दाखेरि चाहिँ तपाईको आधार एन्ड प्यान कार्डबाट चाहिँ 1000 रुपैयाँ पे गर्नुपर्छ। त्यसको पछि त्यसमा चाहिँ चालान जेनेरेट हुन्छ। आफ्टर दैट आई थिंक 48 आवर्स 2 दिन पछि फेरि तपाईहरुले रिभेरिफाई गर्नुपर्छ। त्यसको पछि फेरि आफ्टर 48 आवर्स तपाईको प्यान एन्ड आधार कार्ड लिंक अप भइहाल्छ। तो तपाईहरुलाई कस्तो लाग्यो होला यो मेरो इन्फर्मेसन। आई होप तपाईहरुलाई मन पर्यो होला यो इन्फर्मेटिभ भिडियो।